कति जति भुटानी शरणार्थीहरू नेपालमा छन्? पहिला 90 मा चाहिँ को हिसाबमा 1990 हजुर 84,000 कति थिए, तर अब अहिले त 1,10,000 पुगिसकेका छन्। त्यति पुगिसके। अलिक प्रसङ्ग फेरौँ। प्रत्येक पटक यो सार्कको भेला हुँदाखेरि भुटानी समस्याको समस्या समाधान गर्नलाई द्विपक्षीय नेपाल र भुटानको बिचमा द्विपक्षीय वार्ता हुन्छ भनेर कुरा चाहिँ आउने, तर औपचारिक रूपमा अथवा कुनै ठोस त्यस्तो निर्णय नगरिकनै यो भेलाहरू सम्पन्न हुने किन यो किन यस्तो भइरह्यो? केही व्यक्तिको एउटा इच्छा परिपूर्तिको लागि, केही देशको इच्छा पूर्तिको लागि त्यहाँ नेताहरूको यसो भेला हुने क्रम देखाउने जस्तो मात्रै, कोनी यसको उपलब्धि वर्षौँपछि कता गएर आउनेवाला छ भन्ने त भन्न सकिँदैन। तर आज हामीले अब धेरै वर्ष भइसक्यो बङ्गलादेशका पूर्व राष्ट्रपति शेख मुजिबुर रहमानको एउटा ठुलो विचारमा कि सार्क एक हुनुपर्छ, सार्क सबै हामी एउटै छत्रछाया मुनि बसेर सबैको दुःख सुख बाँड्ने, हामी कसरी दक्षिण एसियामा बाँच्ने र दक्षिण एसियाहरू कसरी विश्वको अगाडि चाहिँ अरू युरोपियनी अरू समुदायका मानिसहरूसँग हामीले चाहिँ हातमा हात मिलाएर यो संसारमा बन्ने भन्ने जुन उहाँको कन्सेप्ट थियो त्यो पुरा भइदिएन। नत्र भने हेर्नुहोस् न, अब सार्कमा कुरै उठाउन पाइँदैन, भुटानको कुरै उठिँदैन। हामीलाई सार्क भएको नभएकोमा के फरक परेर एउटा उदाहरण म यहाँलाई बताउँछु। म सार्कको सचिवालयमा हामी भुटानी शरणार्थीलाई त्यहाँभित्र पस्न पनि दिँदैन। यो पुनस्थापनाको कुराहरू अमेरिका लगायत केही पश्चिमा मुलुकहरूले यो भुटानी शरणार्थीहरूलाई तेस्रो मुलुकमा पुनस्थापना गर्ने भन्ने एउटा प्याकेज ल्याएको छ र धेरै भुटानी साथीहरू त्यो प्याकेजमा संलग्न पनि हुनुहुन्छ। यहाँको के छ त्यसमा प्रतिधारणा के यो पुनस्थापनाको जुन प्याकेज छ त्यसले भुटानी शरणार्थीको समस्यालाई दिगो रूपमा समाधान गर्छ? धेरै प्रयासहरू गर्यो विश्व समुदायले। युरोपियन पार्लियामेन्टले भन्यो भुटानीहरू भुटान फर्किन पाउनुपर्छ भनेर, पाकिस्तानको बनर्जी भुट्टोजीले भन्नुभएको थियो भुटानीहरू फर्किन पाउनुपर्छ भनेर। अब नेपालले त अब नेपालको मिडियाले त जुन माया दियो त्यो त हामीले कहिले भुलिसक्नकै छैन। त त्यो अवस्थामा युएनएचसिआरका प्रतिनिधिहरू अनि अमेरिकाबाट त बहुत माने एकदमै प्रख्यात व्यक्तिहरूले गएर भुटानलाई चाहिँ यो शरणार्थी समस्या समाधान गर भनेर भनेको अवस्थामा पनि भुटानले नमानेपछि अन्तिममा विश्व समुदाय के निर्णयमा पुग्यो भने यसका पछाडि भुटान एक्लै छैन, हात धोएर भारत लागेको छ, खेदो पाइलो गरेर लागेको छ भुटानीहरूमाथि। र यी दक्षिण भुटानीहरूलाई यदि हामीले यिनीहरूलाई काहीँ न काहीँ लगेर बसोबास गराउने चाहिँ उपाय गरेनौँ भने यी मानिसहरू यी नेपालमै सडेर जान्छन् र यिनीहरूलाई कति दिन हामीले पालेर राख्ने अनि यो शरम पचाएर बसेको भुटान र भारतलाई ढोग्नुभन्दा बरु हामी हाम्रै मुलुकतिर लगिदिउँ होला। हो, यो न्यायसँग छैन, यो गर्न उचित होइन। यिनीहरूलाई हामीले चाहिँ यहाँ कुयाएर राख्नुभन्दा बरु केही दिन हाम्रा मुलुकमा गएर बसुन् भन्ने एकमात्र धारणामा यी मान्छे लागेको हो र त्यही हुनुपर्छ भन्नेमा चाहिँ हामी छौँ। कति जति भुटानी शरणार्थीहरू यो तेस्रो मुलुक यो पुनस्थापनामा गइसके? अहिले लगभग 50,000 जति गइसकेका छ। करिब आधा हो, त्योभन्दा 200-400 बेसी होला, बढी होला। भनेपछि एउटा पक्षको भनाइ के छ भने यो तेस्रो मुलुक पुनस्थापनाले गर्दाखेरि यो भुटानमै स्वदेश फिर्तीको जुन एउटा आन्दोलन यहाँहरूले जुन नेतृत्व गरिरहनु भएको छ त्यो अलिक कमजोर बन्छ कि भन्ने आशंका पनि देखिन्छ नि। के लाग्दैन, कमजोर बनिसक्यो। किनभने जुन पक्ष जसले भुटानमा गएर भोलि गएर सङ्घर्ष गर्नु थियो, निसाब माग्नु थियो, जसको छोरो मारेको थियो देखि जसको बाबु र छोरालाई बाँधेर आमा र छोरीलाई रेप गरिएको थियो, जसको घर डढाएको थियो, तरह जसका मुद्दाहरू थिए, लाखौँ रुपियाँ जसको ब्याङ्कमा थियो त्यसलाई त्यहाँ सही गर्न लगाएर बाँध्यो, पहिला बाँधेर कुटेर चाहिँ तैँले चेकमा सही गर भनेर सही गर्न लगाएर पैसा हत्यायो। यी सबै गरिसकेका जो पीडित मान्छे थिए या हिजोका भुटानका जति भूतपूर्व जनप्रतिनिधिहरू थिए जसले बोल्न सक्थे, जसले बोल्न चाहेका थिए, ती सबैलाई चुनी बाहिर लगिसकेका छ। अनि लगेर तिनीहरू एक ठाउँमा पनि छैनन्। कस्ता अवस्थामा छन्, कहाँ छन् ती मान्छेको पनि अहिले हामीले लेखाजोखा गर्न सकिरहेको अवस्था छैन। हुँदा तपाईँ अहिले चाहिँ तल क्याम्पमा जानुभयो भने कोही बोलिदिने मान्छे छैन। ऊ आफै पनि आजित भएर कोही मान्छे जाँदा उसलाई प्रकारको एलर्जिक जस्तो भइसकेको छ, घृणा लाग्छ। त्यसमा पनि झन् साह्रो हामी भुटानी नेताहरूलाई
त्यो रिफ्युजी क्याम्पमा गयौँ भने उनीहरूले हामीलाई देख्यो भने चिथोर्लान जस्तो गरे हुन्छ, किनभने हामी सफल हुन सकेनौँ, हामीले मुलुक फर्काउन सकेनौँ, उनीहरूलाई निसाब दिलाउन सकेनौँ, उनीहरू हाम्रा भरोसामा परे। उनीहरू हाम्रा भरोसामा परे, हामी नेपालको भरोसामा पर्यौँ। नेपाल सरकारको भूमिका यसमा के गौणै रह्यो भुटानी शरणार्थीको समस्या समाधान गर्नलाई? अब जति गर्नुपर्ने थियो, जति हामीले आशा राखेका थियौँ। के राख्नु भएको थियो आशा? हामीले के आशा राखेका थियौँ नेपालसँग भने, नेपाली भाषी भएको नातामा हामीले दौरा सुरुवाल र टोपी लगायौँ अरे, हामीले नेपाली भाषा बोल्यौँ अरे, नेपाली पढ्न चाह्यौँ अरे भनेर लखेटेको नाता र भुटानबाट हामी भारतमा शरणार्थी भएर बस्नुपर्ने हुन्थ्यो, नेपालमा ल्याएर फ्याँकिदिएको नाताले गर्दा यो ल्याएर यी मान्छे ल्याएर चाहिँ यहाँ थपेको कारण चाहिँ यो कसले के गर्न खोजेको छ भने अलिक डरो गरी आवाज नेपालले उठाइदिन्छ होला भन्ने यस्तै के आशाहरू थिए। तर अब नेपालले प्रयास नै गरेन कि नेपालले एक भएर त्यो राष्ट्र सहमति बनाएर अगाडि बढ्न सकेन। जसले आफ्नो विवेकले देखेको बेला कुनै पार्टीले गर्यो भने गर्यो, गरेन भने गरेन, गर्दै गर्दै अहिले हेर्नुहोस् न सरकारको त्यो मुख्य बुदातिर पनि भुटानको कुरा उठ्न छोडिसकेको अवस्था छ अघि हुँदा हामीले अब नेपालले अब गरेन भनौँ भने यहाँ बस्न खान दिएको छ, ठाडै गाली गर्न पनि दिइरहेको छ होइन। अब गरेन भनौँ भने अब गर्नपट्टि पनि अर्कोपट्टि केही पनि थियो भने नेपाल अहिलेसम्म पनि त अब आफ्नै आपसी परिवार कलह जस्तो भएर बसेको बिस्तार ठाउँमा आउँदैछ। अब शान्तिको बाटोमा नेपालमा शान्ति र संविधान भन्ने नारा छ, अनि यो शान्तिको पक्षमा कुरा गर्दा चाहिँ नेपालले नेपाल र नेपाली भाषी मानिससँग को भावनासँग जोडिएको कुरालाई मूल्याङ्कन गरेर विश्व समुदायमा छरिएर बसेका प्रवासमा बसेका नेपालीहरू तिनीहरूको नेपालप्रतिको देन तिनीहरूको भावना कस्तो छ, के छ, कस्तो रहनुपर्छ, अनि तिनीहरूले कस्तो आशा गर्छन् भन्ने कुरालाई पनि पूर्ण रूपले मूल्याङ्कन गरेर मात्रै त्यो शान्ति प्रक्रियालाई टुङ्गिएको ठान्छ होला नेपालले भनेर चाहिँ हामी बाटो हेरेर चाहिँ बसेका छौँ। ओके, भन्छु अझै पनि आशा छ नेपालले चाह्यो भने केही फरक चाहिँ पर्न सक्छ। होइन, नेपालबाट आशा मार्ने भने त कुरै हुँदै भएन। भनेपछि यो फेरि हामी फर्केर आउँ यो तेस्रो मुलुक पुनर्स्थापनाको कुरामा। यहाँले नै स्वीकार गर्नुभयो कि कमजोर भइसक्यो होइन, यो स्वदेश फिर्तीको अभियान कमजोर भइसक्यो भनेपछि यो भविष्य त के हो, यो अँध्यारो नै हो त? स्वदेश फिर्तीको चाहिँ कमजोर भयो, तर भुटानमा हामीले जुन प्रजातन्त्रको लागि लडाइँ सङ्घर्ष गर्दैछौँ, प्रजातन्त्र र मानव अधिकारको लागि, त्यो त झन् डर भयो। किनभने हिजो हामी एउटा मात्रै भुटान अमेरिका गयौँ भने के गरेर आउँछ होला भन्ने थियो भने अहिले त भुटानका 50,000 चाहिँ एम्बेसेडरहरू आज विश्वमा छरिएका छन् होइन। हो, आज लाटनी मुखा अन्य अत्याचार सहन बाध्य भएका बानी परेका मानिसलाई मैले जे गरेँ भनेर चाहिँ भुटान र भारत भर परेका होलान्, तर ती अन्याय भोग्न सहने पितृहरूले अवश्य पनि केही भुटानी जन्माएका छन्, कुरै आएन। सङ्घर्षको समय सीमा चाहिँ फेरि बढ्ने भयो, बढ्यो, तर सशक्त रूपले एक दिन भुटानमा जुन टाइममा प्रजातन्त्र आउँछ भुटानको त्यो काया नै पलट भएको हुन्छ भन्ने चाहिँ मैले आशा राखेको छु। तर यो बिचको सङ्घर्षको पाटोमा हेर्ने हो भने खास गरेर प्रौढावस्थामा रहेका शरणार्थीहरू र बच्चाहरू बालबालिकाहरूको अवस्था त पुनर्स्थापनामा तेस्रो मुलुकमा पनि समस्याहरू सुनिन्छ, सांस्कृतिक रूपमा भाषागत रूपमा सुनिन्छ। यहाँ क्याम्पहरूमा पनि उहाँहरूको अवस्थामा त खासै कुनै परिवर्तन या सुधार आएको त देखिँदैन भनेर विभिन्न मानव अधिकारवादी सङ्घ संस्थाहरूको रिपोर्टहरूले देखाउँछ। यो सङ्घर्षमा भनौँ न, स्वदेश फिर्तीको सङ्घर्षमा यी भुटानी शरणार्थीभित्रका यी भनौँ न पीडितहरू होइन, विशेष खालका पीडितहरूको लागि त्यस्तो के प्रयासहरू भइरहेछ? हेर्नुहोस्, अब म चाहिँ यो समस्यालाई समस्या देख्दिनँ। मेरो अगाडि भएको पहिला समस्या भनेको भुटान फर्किने, दोस्रो कुरो तल क्याम्पमा बसेका जो बाहिर जान पाउँछ अरे भन्दाखेरि पनि 5-6 वर्ष भइसक्यो अभियान थालेको, अझै उनीहरूको दिन कहिले आउने हो, अझै कति वर्ष पर्खिनु हो, उनीहरूको बालबच्चा कस्ता होलान्। अब अहिले बिचमा पनि कतिजना फर्म भरिसक्यो, लु जाने भनेर कतिजना तपाईँको यस्तै गरी इन्टरभ्यूतिर टेपतिर हामी जान्छौँ तपाईँहरूको माया मार्दैनौँ भनेर भनिसकेको मान्छे फट्ट मरिरहेको छ, बिमारी भएर दबाई पानी पाइरहेको छैन। यो काली लागु अवस्था छ हुँदा यो चाहिँ हो। अब बाहिर गएको एकपल्ट
नयाँ जिन्दगी बनाउँछु भनेर हामी तँलाई नयाँ जिन्दगी दिन्छु भनेर लानेले पनि लगेको, जाने पनि गएको भएको अवस्था हुँदा नयाँ परिवर्तनको क्रममा कहिले न साना साना झमेलाहरू त आउँछन्। विशेष गरी म एकदम दुःखी छु। म कति दुःखी छु भने हो नि, ती बुढाबुढी खालका मान्छेहरू गएर भाषा सिक्न पनि सक्दैनन्। बिहान बेलुका काम सकेर आउने छोराछोरीसँग कति बात गर्ने, कति बोल्ने, बाहिर गउनु भने बोल्न सक्दैनन् होला बिचराहरू। भोलि अया भनेर यहाँसम्म कि डक्टरको अगाडि गएर मलाई भुँडी दुख्यो पनि भन्न नसक्ने अवस्थाका मान्छेहरूले दुःख त पाए, तर पनि अब खान पनि त पाउँछन् होला नि त। ओके, त्यो आश चाहिँ छ। ओके, भनेपछि अन्तमा यहाँहरूको आन्दोलनले यो भुटानी समस्याको समाधान गर्नलाई मोटामोटी कति अरू सङ्घर्ष गर्नु पर्ला? कति के छ हामीसँग समय सीमा? होइन, किनभने यहाँको एउटा पुस्ता त क्याम्पमै जन्मिसक्यो, हुर्किसक्यो। यो राजनीतिक, यो विशेष गरी यो जातिवादी द्वन्द्व भएको हुनाले गर्दा र एउटा पुरा प्लान गरेर धेरै समूह बसेर मिलेर थालेको यो काम हुनाले गर्दा यो यति दिनमा सकिन्छ, यो भित्रमा म यसो गर्छु भन्न त पहिला कि त आफ्नो मात्रै शक्ति हुनु पर्यो। आफूले त्यसलाई रोकेर राखेको छ भने पो हुन्छ नि त, यो दिनसम्म म गरिदिन्छु भन्न सकिन्छ। हामी त एउटा सङ्घर्ष गर्ने पीडित भयौँ हामी। मेरा मान्छेले दुःख पाए, मेरा मान्छेमाथि यस्तो अन्याय भयो, यसले अन्याय गर्यो भनी हिँड्ने मान्छे नै म परेँ। तर अहिलेको विश्व समुदाय कस्तो छ भने सानातिना पाराले रोएको सुनिदिँदैन, समय छैन, जताततै द्वन्द्व छ भएको हुँदा समय त भन्न सकिँदैन। तर अलिकति उज्यालाहरू चाहिँ देखिँदैछन्। हामी भुटान त चाँडो जान्छौँ। भनेपछि कुनै समय सीमा चाहिँ छैन, तर एक दिन फर्किनेमा चाहिँ आश्वस्त हुनुहुन्छ? अवश्य भुटान त हामी फर्किन्छौँ। भुटानमा प्रजातन्त्र आउँछ अनि हामी प्रजातन्त्र र हाम्रो हक जुन गुमिएको छ त्यो हक हामी लिएरै छोड्छौँ। यहाँको स्वदेश फिर्तीको अभियान चाँडै सफल होस् भन्दै आज समय दिनुभयो, त्यसको लागि हार्दिक धेरै धेरै धन्यवाद। त्यहाँलाई धन्यवाद। दर्शकवृन्द, आजको कार्यक्रममा हामीले भुटानी शरणार्थी सम्बन्धी एक रिपोर्ट र भुटानी नेता टेकनाथ रिजालसँग संक्षिप्त कुराकानी गऱ्यौँ। यो कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? पत्रचार गर्ने ठेगाना यहाँहरूले टेलिभिजनको स्क्रिनमा देखिरहनु भएको छ। हवस् त, आजलाई कार्यक्रम विकल्पबाट बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।